हेर्नुहोस् है साथीहरू, आज म बाडी धुप बनाउनको लागि पेपर काट्न लागिरहेको छु। यो फुर्सदको समयलाई सदुपयोग गर्नको लागि, आफूलाई बाल्नको लागि आफै काटेर बाडी धुप बनाउन लागिरहेको छु। आफूले काम चलाउ गर्न जानेका कुरा आफैले गर्नुपर्छ। त्यही भएर म आज पेपर काट्दै बाडी धुप बनाउन लागिरहेको छु। बाडी धुप बनाएको सिद्धिछ साथीहरू, त्यही भएर म पेपर काटिरहेको। त्यतिकै के बस्नु फुर्सदको समयमा, त्यही भएर साथीहरू आफ्नो काम आफैले गर्नुपर्छ। आयो जुत्ताउँदै खोला जुत्ताउँदै रहेका छोरी। किन नर्सरीदेखि 2 कक्षासम्म बिदा बसियो। नर्सरीको हिजोदेखि अनि मैले चाहिँ यसरी पेपर काट्ने गरेको छु साथीहरू। हजुरहरूले कसरी काट्नुहुन्छ आफ्नै तरिका हुन्छ हैन। आफूले जस्तो जानिन्छ त्यस्तै गरिन्छ। आफूलाई जसरी सजिलो हुन्छ त्यस्तै गर्ने हो। म चाहिँ बाडी धुप आफै बनाउँछु बाल्नको लागि, आफूलाई बाल्नको लागि। बत्ती पनि आफैले काट्छु। म अरूसँग किनेर बाल्दैन, आफै बनाउँछु। किनकि मलाई आउँछ नि त बाड्न, बत्ती काट्न आउँछ। आफ्नो फुर्सदको समयलाई सदुपयोग गर्दै आफै बनाउँछु। फुर्सद मिलाएर बालबच्चाहरूलाई स्कुल पठाउने अरू काम आफ्नो सिद्धिएपछि फुर्सदको समयमा अनि आफूलाई चाहिने आवश्यकता कुराहरू म गर्छु। हजुरहरूले पनि बनाउनुहुन्छ होला। टाउको दुख्यो? किन? चिसोले होला।
थियो। तिमीहरू यी बसमा गएको कि भेट्यौ? सी बस भेटेन। सी बस भेटेन? सी बस कति ढिलो आउँछ। कति बजे पुग्यो तिमीहरू? इक्जाम हुनुभन्दा अगाडि, मिसभन्दा अगाडि। भइगयो नि त, समयभन्दा अगाडि पुगेपछि त। इक्जाम चलिरहेछ बच्चाको, अनि त्यही भएर यस्तै छ साथीहरू, यस्तै छ हाम्रो। हाम्रो काम यस्तै छ साथीहरू। यस्तै गरेर बितिन्छ। के छ? के हो भात खाइला? चपाती लिएर बस। फेरि अर्को पेपर। आज कति बजे हो ट्युसन? भनेको छैन? मैले एकछिन निकाले पनि सोधेको, भनेकै छैन भन्दा क्या। के थाहा? रिजम दाइहरूलाई भन्छन् होला नि अहिले, भनेर पठाउनु। सोध्नुपर्छ रिजम दाइ। एउटा साथीलाई त बनाउनै नआएर के फुल? मैले कल लिएर गएको थिएन, मैले एउटा दिदीलाई मागेको। लानुपर्छ नि त आफ्नो सामानहरू, के चाहिन्छ, कुन सब्जेक्टमा के चाहिन्छ, अनि त्यो आवश्यक सामानहरू त आफैले बोकेर हिँड्नुपर्छ कि, अरूलाई मागेको भन्दा आफ्नो भयो भने त सजिलो हुन्छ। अनि उसको पनि त्यही गर्ने बेला आफ्नो पनि त्यही पर्यो भने त अब त कुरेर बस्नु पर्यो नि त, समय खेर जान्छ। आवश्यकता सामानहरू चाहिँ बोकेरै हिँड्नुपर्छ कि आफ्नो सामानहरू। साथीहरू गर्मीको के अरे बिहान यति जाडो होइन, शीत लहर परेर सब चिसो न चिसो। बिहान नुहाउन पनि गाह्रो। यस्तो भइरहेछ। तपाईँहरूको ठाउँमा कस्तो छ, के छ, कतिको जाडो छ? कुनै ठाउँमा त धेरै जाडो होला, कुनै ठाउँमा ठिक्कको होला। यो पुस महिना लागेकोदेखि जाडोको जाडै छ। अलि उ भइरहेछ। हामीलाई त ठिकै छ, गर्मी भन्दा त जाडो हुनै ठिकै लाग्छ मलाई त। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ जाडो महिनै ठिक लाग्छ। खाएको कुराहरू पचिन्छ हैन। गर्मी महिनामा बहुत फेरि गर्मी हुन्छ नि त। कहाँ जाउँ के गरौँ जस्तो हुन्छ गर्मीले। खाएको खाना पनि पचाउन गाह्रो। त्यस्तै हुन्छ गर्मीको बेलामा। अलि अशक्त बुढाबुढीहरूले चाहिँ अलि गाह्रो हुन्छ चिसोको बेलामा। साथीहरू, मेरो बाडी धुइ सिद्धिएको भएर आज यो बाडी धुइ बनाउनको लागि
पेपर कटिङ गर्दैछु। हेर्नुहोस् है साथीहरू, तपाईँहरूलाई आउँदैन भने किनिरहनु भएको छ भने यसरी पेपर काट्नुहोस् हैन। फुर्सदको समयमा आफैले बनाउनु भयो हुन्छ, पेपरहरू लिएर यसरी काट्नु भयो हुन्छ। गाह्रो काम पनि होइन साथीहरू, आफूले अरूले गरेर सिक्ने काम हो होइन, त्यति गाह्रो पनि हुँदैन। अनि फर्स्ट चोटिमा चाहिँ अलि बेर्नलाई अलि गाह्रो भए जस्तो अनि चुटिन्छ कि। अब यो पातलो हुन्छ नि त, यो नेपाली कागज हो, पेपर हो, पातलो हुन्छ अनि चुडिन्छ, बिचबाट चुडिने अनि त्यस्तो हुन्छ। आज गर्दा भोलि गर्दा राम्रै हुन्छ, ठिकै हुन्छ। मलाई पनि त्यस्तो राम्रो आउँदैन, जे होस् आफूलाई काम चल्ने चाहिँ बनाउँछु। बालेपछि बास्ना आइहाल्छ, अरू के चाहियो र होइन। अलि ठुल्ठुलो भएको जस्तो छ पेपर। काटेर राख्यो भने सजिलो हुन्छ भनेर काट्न लाए। आफूलाई सिद्धिने बेलामा झिकेर बाँड्न सकिन्छ नि त, त्यही भएर अनि मैले काटेर राख्न लाएँ साथीहरू होइन। जान्नुहुनेलाई त जान्नुहुन्छ होइन, कसरी काट्ने भन्ने थाहा नहुने साथीहरूले चाहिँ पेपरलाई यसरी फोल्ड गर्ने होइन, पट्याउने, ठाडो यसरी पट्याउने, सबै बराबरी गरेर पट्याउने, सिधा गर्ने अनि त्यसलाई अनि फेरि यसरी काट्ने होइन, बिचबाट काट्ने, बराबर बनाएर बिचबाट सरर काट्ने। अनि अब पुरै त्यतिकै काट्यो भने त लामो हुन्छ नि त, फेरि यसलाई बिचबाट दुईवटा टुक्रा बनाउनु पर्यो होइन। अनि फेरि हुन्छ यसरी बिचमा काटेर फेरि पट्याएर अनि काट्यो भने चाहिँ हामीलाई सजिलो हुन्छ भनेर हो। अब जान्ने साथीहरूले त जान्नुभएको होइन, नजान्ने साथीहरूलाई चाहिँ होइन आफ्नो इच्छा भयो भने सकिन्छ, आफूले गर्न सकिन्छ भन्न खोजेको मैले। दिनभरि सुतेर बसेको भन्दा आफ्नो फुर्सदको समयलाई सदुपयोग
गरेको राम्रो हो हैन। हजुर ल्याउनु पर्ने छ कि छैन, सिद्धिएको छ। भोलि के को इक्जाम? क्याम्पट मैले माको 5 गरी अनि यसरी काट्ने यसलाई यो पेपर ल्याउने बेलामा चाहिँ अलि हेरेर ल्याउनु पर्छ कि साथीहरु। धेरै पातलो भयो पनि फ्यास जान्छ, धेरै बाग्लो भयो पनि यो बेर्न गाह्रो हुन्छ, त्यतिकै फुट्छ र अनि सबै धुपहरू चाहिँ झरिन्छ। यो पेपरहरू चाहिँ अलि ठिक्कको पातलो पनि होइन, बाक्लो पनि होइन, छानेर ल्याउनुपर्छ। हो कि होइन छोरी? मेरो हस्बेन्डलाई पनि आउँछ यो, मलाई भन्दा राम्रो छिटो बनाउनुहुन्छ उहाँले। सबै गर्यो। यस्तो हेरेर गर्ने कामहरुमा चाहिँ मेरो दिमाग भन्दा मेरो हस्बेन्डको चाहिँ अलि दिमाग चलाउनुहुन्छ के, अलि हेर्ने बित्तिकै आउँछ उहाँलाई, मलाई भन्दा उहाँले चाहिँ अलि बाँडेधुपहरू छिटो बनाउनुहुन्छ। मैले एउटा बनाउँदा उहाँले 3 बनाउनुहुन्छ, त्यति छिटो बनाउनुहुन्छ मेरो हस्बेन्डले। आफूले हेरेर गर्ने काम हैन, हुन्छ फुर्सदको समयमा हैन। अस्ति मैले किने गर्यो। यो राख्नुपर्छ, के गर्नु यो पनि यो होमवर्क गरेर आऊ भन्नु मेरो 11 बजी जान्छ होइन। तिमी अलि के अहिलेसम्म हामी मेरो 5वटाको इक्जाम भएको छ। हेलो गाइज, मेरो इक्जाम चलिरहा। मेरो इक्जामको क्वेसन पेपर यही हो। अहिलेसम्म हाम्रो 5वटा भएको छ है हैन। 5वटा सब्जेक्टको इक्जाम भयो भन्न। यो नेपालीको हेर्नुस्, म्याथको पनि छ। किन
राख्नुपर्छ छोरी। यो केही गरी मिसले हामीलाई यही होमवर्क गरेर आऊ भन्दाखेरि चाहिन्छ। फेरि रिपिट गर्नको लागि। यो पनि एनएनआरको हो। कतिको राम्रो गर्यो आजको छोरीले। राम्रो गरे हा। कुनै छोडेको छैन नि क्वेसन? छैन। म चाहिँ सनसाइन स्कुलमा पढ्छु। सनसाइन बोर्डिङमा। अनि कति कक्षामा पढ्छ? 3 कक्षामा। सेक्सन कुन हो छोरीको? ए। आजको चाहिँ साइन्सको भएको है। साइन्स नबुझ्ने साथीहरूलाई के हो त? विज्ञान भनिन्छ नि होइन त साथीहरू? साइन्सलाई विज्ञान भनिन्छ होइन? हामीले त विज्ञानहरू पढायो होइन? सबभन्दा धेरै चाहिँ यो म्याथको ह। यत्रो आउँछ यार। 4 कक्षामा पुग्दाखेरि 4 पढ्नु गर्नु पर्यो नि त। 15, 16, 17 वटा हुन्छ। यो मुटु पनि हो मोटो। मेरो नाम चाहिँ समीक्षा गलान हो। तिम्रो सबै इन्ट्रोडक्सन देऊ न छोरी। आफ्नो परिचय बाबा। मेरो नाम समीक्षा गलान हो। म कक्षा 3 मा पढ्छु। मेरो घर बसमारी 3 मा छ। मेरो मम्मीको नाम सानुमाया गलान हो। मेरो बाबाको नाम बाबुराज गलान हो। मेरो दादाको नाम शशि गलान हो। मेरो मम्मी यहीँ घरमै काम गर्नुहुन्छ। मेरो बाबा टिचर हो। अनि म र दाइ चाहिँ स्कुलमा बोर्डिङमा पढ्छु। भोलि चाहिँ हाम्रो इक्जाम सकिन्छ। दाइहरूको 28 गते सकिन्छ। छुट्टी छोरीको कति दिनको छ? 6 दिनको। 6 दिनको होला। छोरी यो बोतल पानी ल्याऊ त। पानी खानु पर्यो। पानी खानु पर्यो। पानी मैले है यसो ल्याएँ। यसमा चाहिँ मैले नआएर यस्तो ल्याएँ। आई ग्लास भनेपछि के लेखेँ अरे मैले आई ग्लास अनि विन्डो अनि यस्तो हेल्प पिपुल टु अनि यो क्रेली one side other.
ट्युसनको पढ्ने थियो। यो आज साइन्स हो नि यो भोलि चाहिँ हाम्रो क्याम्पट हो। छोरी त्यो यहाँ भित्र ड्रममाथि प्लास्टिक छ कि हेर त यो पेपर हाल्नुलाई। त्यो धुलो भयो उता झार्छु रे त्यो उसको धुलो होला। हेर्नुहोस् है साथीहरू, हेर्नुहोस् हैन। हजुरहरूले पनि यसो बाडी धुप बनाउन इच्छुक भयो भने हैन हजुरहरू बनाउन सक्नुहुन्छ। अनि यो पेपर काट्ने तरिका, पट्याउने तरिका हैन थाहा हुन्छ हैन। यो चाहिँ यस्तो गरेर हाल्नुपर्छ है। यो धुलो चाहिँ मलाई धुलो हालेर बाडी धुप बनाउन आउँदैन। मैले चाहिँ मम्मीले यस्तो गरेर सहयोग गर्छु। मम्मी अब त मैले बाडी धुप बनाउन थालेँ हो। हाम्रो क्याम्फर बुक चाहिँ यस्तो हुन्छ। यस्तो बाह्र पनि हुन्छ। यो लेसनको नाम चाहिँ लालु और कालु। यो मान्छे चाहिँ चोर थियो हेर्नु। यो मान्छे हामीले पढ्दाखेरि यो चोर भनेको थियो। यसको भाइको नाम चाहिँ लालु, यसको नाम चाहिँ कालु। यता हेर्नु, त्यसको भाइ यो चोर भनेर चाहिँ यसलाई चाहिँ त्यसको भाइलाई चाहिँ काउकुती गर्यो। पुलिस आयो त्यही पनि यो हाँसिरहेको थियो। लास्टमा यसले भन्यो म त्यो चोर भन्नेको भाइ हो। त्यो अर्को ठाउँमा चोर गर्न गहा भनेर यो लेसन सिकेको थियो। साथीहरू हाम्रो भिडियो हेरिदिनु होला हैन। पुरै मेरो मकै पनि चलाइदेऊ। फुल मेरो भिडियो फुल हेरी माया गरिदिनु होला हैन।
हेरिदिएर सहयोग गरिदिनु होला। हजुरहरूले भिडियो हेरेर बिचमै नछोडिदिनु होला, फुल हेरिदिनु होला, लाइक कमेन्ट छोडिदिनु होला। युट्युबका मेरा साथीहरू, युट्युब च्यानल खोल्नुभएका मेरो साथीहरूले लाइक कमेन्ट छोडिदिनु भयो भने म पनि हजुरको भिडियोलाई फुल वाच गरिदिनेछु। छोरी टाउकोमा तल नगर त्यो वाच गर्नेछु। मैले पनि कमेन्ट छोड्नेछु, हजुरहरूको भिडियो वाच गरी सपोर्ट गर्नेछु। मैले सब्सक्राइब गरेको छैन भने म सब्सक्राइब गर्नेछु, किनकि सब्सक्राइब चाहिँ हामीले भिडियो नहेरिकन त्यत्तिकै सब्सक्राइब गर्यो भने चाहिँ सब्सक्राइब घट्दै जाँदो रहेछ क्या। मलाई पनि थाहा छैन यो युट्युबको बारे, म त भर्खर नयाँ मेरो त भर्खर सुरु गर्दै हो, म सिक्दैछु। नकेर्न छोड त्यसरी। ड्रइङ कपी हेर्न केलाई केर्नु पर्दैन त? ड्रइङ कपी हेर्न ड्रइङ गर्न सिकाउ। तिम्रो त्यो उसको के को छ त्यो लिएर पढ। यो राम्रो